तपाईँको अफ्रिकामा काम भनेको सामानहरू स्टोर रुम मिलाउने अनि बाहिरबाट सामान आउँदाखेरि तपाईँको रिसिभ गर्ने यही हो स्टोर रुमहरू। तपाईँको सामानहरू यसरी मिलाउने हो होइन। पुरा सामानहरू स्टोर रुम मिलाउने। तपाईँको अब यो सामान बिजी टाइममा अब सकिन्छ, सकेपछि तपाईँको सामान फेरि अर्डर दिएर होइन स्टोर रुममा कसरी मिलाउनु पर्छ भन्ने यसरी हुन्छ। सेल यसरी हुन्छ, सेलमा चाहिँ यसरी मिलाउनु पर्ने हुन्छ। पुरा हेर्नु त सामानहरू पुरा स्टोर छ। यो चाहिँ स्टोर रुम है, सेल होइन यो चाहिँ। सब स्टोर रुम पुरा हिँड्ने बाटो पनि सामान टन्ने। हेर्नु त सामानहरू स्टोर रुममा तपाईँको हरेक चिज हुन्छ। अब स्टोर रुममा यसरी मिलाउनु पर्ने हुन्छ सेलमा। काम भनेको अफ्रिकामा यस्तै हो, सेल मिलाउने, सामान रिसिभ आउँदाखेरि सब कालीले गर्छ होइन, सब कालीले गर्ने हो। सामानहरू कति छ सामानहरू पुरा स्टोर रुममा। स्टोर रुम पनि कम धेरै छ त, 10-12वटा स्टोर रुममा अब यसरी सेलमा यसरी। पुरा यसरी तपाईँको यो चाहिँ बत्तीको पनि अब त्यस्तो ब्याट्रीहरू पुरा पुरा हिँड्ने बाटोको पुरा सामान छ क्या, पुरा सामानहरू। तपाईँको अफ्रिकामा काम भनेको सामानहरू स्टोर रुम मिलाउने अनि बाहिरबाट सामान आउँदाखेरि तपाईँ